नि ठुलो बुढी। त्यसो भएसम्म एकै सुरुवात गरौँ न त मेरो प्यारी। के मानेन मैले भन्नु बित्तिकै? अब भन्ने बित्तिकै फ्याट हुने भइदिएको भए ठुलो बुढी म बनाइहाल्थे नि, अलिक समय लाग्छ नि। ए भाइ बुढी, तिमी कहिले बनाउने ठुलो बुढी? हे तेरेका बुढा, तिमी कहिले घटाउने तिम्रो बुढी, त्यही बेला बनाउने मेरो ठुलो बुढी। फुलकुमारी, ए फुलकुमारी, कहाँ हो? होइन कति बेर के गरिरहेको? म आइसके, म माथि आयो है। के मात्र गरेर होला? जहिले छिटो गरेर बस्छ, जहिले ढिलो मात्रै गरेर बस्छ भनेको। म यतै छु के, तयार हुँदैछु। यो त कति बेर त, जहिले ढिला मलाई चाहिँ छिटो गरेर भन्छ। अब के गर्नु त, अलिअलि मेकअप त गर्नै पर्यो। कसैले न मलाई यसो ल भयो जाऊ। तिमी अगाडि जाऊ, मै अगाडि जानु पर्यो। छिटो गरेर आउँछ, ढिला भएर आउँछ। झन् छिटो जानुपर्छ भनेको, झन् ढिला गर्छ, अनि घर आउने बेला जहिले ढिला हुन्छ भनेको। ढिला गर्छ। ल भन अब के टेन्सन भएको आमा भन्छु केही त होइन, मेरो बुढाको टेन्सन भनेको के टेन्सन भयो? बुढाको अर्कैसँग चक्कर चलिरहेको कि के हो? त्यस्तो होइन के, कुरा अर्कै छ क्या, बुझा न, अर्कै कुरा हो क्या, त्यो कुरा होइन। ए ल थाहा भयो। के थाहा भयो? के थाहा भयो भन छिटो, के थाहा भयो? पक्कै पनि खिचवालु भएको होला। ए त्यस्तो होइन, के भन्छ तिमी पनि? मेरो बुढाले खालि कहिले ठुलो बुढी बनाउने मात्रै भनेर हैरान गर्छ, त्यति बेर टेन्सन भयो भनेको के। छुदाइका कुरा सुन्दा पनि हाँस्नै उठ्छ भनेको। त्यही त भनेको, त्यही त टेन्सन भयो भनेको, तँलाई चाहिँ हाँस मात्रै उठ्छ। अनि तिम्रो बुढालाई चाहिँ किन बनाउनु पर्यो नि ठुलो बुढी? के त भनेको, मलाई त कुरा सुनेर टेन्सन भएर वाक्क दिक्क नै भइसक्यो भने अब के गर्ने, मलाई त साह्रै टेन्सन भयो। बुढी भनेको चाहिँ कस्तो हो? धेरै खाएर मोटाउने भनेको? हे तिमीले कस्तो कुरा नबुझेको? ठुलो बुढी भनेको प्रेग्नेन्ट हुने भनेको के, बच्चा भएको ठुलो बुढी भनेको के, त्यो वाला ठुलो बुढी भनेको। तिमी पनि के भन्छ? ए अथेको म त के भन्छ भनेर सोचिरहेको नि। के अठे भएर त टेन्सन जुल भनेको नि। अब अठे नै भए अहिले नै तैँले ठुलो भुडी बनाउनु भए त तेरो कोका कोला फिगर त बिग्रिन्छ नि। विचार गर केटी, विचार गर। त्यही त भनेको, मलाई त साह्रो टेन्सन भयो भनेको, के गर्ने? अब के गर्ने त, कि बनाइदे न त। कहाँ हुन्छ त्यस्तो भनेर, अहिले नै बनायो भने त मेरो कोका कोला फिगर त बिग्रिहाल्छ नि, अनि भविष्यमा मलाई मोडेल बन्नु पर्दैन, त्यस्तो भनेर कहाँ हुन्छ? त्यसो भए एउटा कुरा भन्छु, त्यही गर है त। के कुरा हो? अब हुने भइदिएको भए त म गर्छु नि, भन्न के कुरा भन्न। ल त्यसो भए यता आइज त, म तेरो कानमा भन्छु, फेरि अरूले सुन्छ कि।